हाम्रो केजिएफमा दिल्लीसित म आएको छु। पाल्देन हर्के सम्बाङ रवि लामिछाने यसरी गर्दै मैले हजुरसित भात खाएको छु, मागी खाएको छु। मैले के गर्न सक्छु होला, केही दिनको लागि आउँछु होला र यसरी नै मैले गर्दै हजुरसित साथ लिँदै माया यो देउराली होटल हजुरहरूले खुवाउनु भएको छ, राम्रो गर्नुभएको छ, यो दुनियाँलाई गरेको छ, पाल्नु भएको छ। तर म पनि खुसी छु, म पनि आएर खान्छु। म एउटा गरिबको छोरा हो क्या, म धनीको छोरा होइन, म गरिबको छोरा हो। मेरो सुरुङ्गामा घर छ, तर त्यो पनि म भन्दिनँ। म आएको छु, खाएको छु, गएको छु, गाना गाउँछु, कहिले गाना गाउँदै हिँड्छु। अब त्यो पनि मलाई राज्यमा खुसी छ। मेरो छोराछोरीले पनि मलाई हेरेन, 4 जना थिए, एउटा त गइगयो। यहीँबाट बिएमसीबाट निकालेको छु, दुर्गा पसैकोबाट निकालेको छु। अब 3 जना छन्। त्यो पनि खुसी नै अब मान्नु पर्दो रहेछ। के गर्नु, हजुरहरूको आएर एक ग्लास भात खान्छु, म जान्छु। तपाईँहरू आएर खानुहुन्छ, सन्तुष्टि मान्नुहुन्छ, त्यसमै हामी खुसी छौँ। मलाई राज्यले धनी बनाओस्, धनी म त्यही सोध्छु, म अरू केही सोध्दिनँ। तपाईँहरूलाई पनि लक्ष्मीले बास गरून्, हजुर, मलाई पनि म धनी हुन पाऊँ, त्यति नै हो। 3 बच्चा छन्, अब एउटा भेरकुटी छ, 2टा यहाँ छन् सुरुङ्गामा, त्यति नै हो। त्योभन्दा खुसी मलाई केही चाहिँदैन। तपाईँको एक ग्लास भात खान्छु, म जान्छु। बेलुका के खानुहुन्छ? बेलुका खाने त के खान्छ र, पकाउनु नआउँछ होइन। अनि के छ, यहाँबाट पनि अलिकति लिएर जानुहुन्छ? यहीँ मागेर लिएर जान्छु, यति मागेर लिएर। यहाँबाट पनि लिएर गइराख्नु भएको छ। अनि त्यो भात बेलुका सेलाउँदैन, अनि चिसो हुन्छ नि त फेरि बेलुका। पानी हालेर पनि खान्छु, मलाई रोग छ नि त, मलाई डायबिटिज भएको छ नि त। त्यही भएर चाहिँ म दुःखी छु क्या। योभन्दा दुःखी त म केही नै छुइनँ। चस्मा ल्याइदिन्छु भने चस्मा पनि ल्याइदिनु भने सरले होइन नि, त्यो त अब हाम्रो अध्यक्षज्यूहरूसँग कुरा गरेर हुन्छ नि त। अहिले अब मलाई पनि अब त्यसबारेमा चाहिँ अब माथिसम्म चाहिँ अब म पनि पुगेको छुइनँ होइन। अब मैले भनेको यहाँबाट सूचना पुर्याउने हो। ल्याएर सिउरिदिन्छु भन्नुभएको थियो, त्यहाँ पनि सिउरिनु भएछ। अब त्यही हो मेरो जिन्दगी। अब म प्यारालाइज भइसकेको छु, दुर्गा प्रसादलाई भेट्नु छ। म त्यो कोही पनि टेन्सन छैन, यो राजावादी हो मलाई थाहा छ, तर म डराउने पनि होइन। पहिला गाडी नै कुदाएर यही बाटोमा हिँडेको मान्छे हो म। पूर्व मेचीदेखि महाकालीसम्म कुदेको मान्छे हो, तर अहिले पनि छैन। मेरो भेनालाई पक्रे, रविलाई पक्रे नि, त्योदेखि म दुःखी छु। अब मलाई रोग पनि लाग्यो। यति तपाईँहरूले भात दिनुभएछ, मैले त्यो खाना आएँ, त्यति नै हो। हस् हस् हस्, हुन्छ।